नमस्ते सबैजनालाई। आज हाम्रो मम्मीको भान्सामा के पाक्दैछ त? यो पुड्के च्याउ अनि अरू सामग्री देख्न साथ म पनि हजुरहरु जस्तै हाम्रो मम्मीको भान्सामा के पाक्दै होला भनेर जान्नका लागि एकदमै आतुर छु। आज यो पुड्के च्याउको के पाक्छ होला त? आउनुस् अब सँगै मिलेर मम्मीको रेसिपी हेरौं। नमस्ते, फेरि पनि स्वागत गर्छु म यो सन्ध्या किचनमा। आज चाहिँ च्याउको छैला भनेपछि नेवारी जाति सबैलाई आजभोलि सबैलाई मनपर्छ च्याउको छैला भनेपछि। आज चाहिँ म पुड्के च्याउको छैला बनाउन गइरहेको छु। यसमा चाहिँ नि सबैले हेरिदिनु होला है। ओहो, पुड्के च्याउको त छोइला पो बन्ने भएछ। मेरो त झनै फर्स्ट टाइम एक्सपिरियन्स भएको हुँदा यो छोइला बनेपछि खानको लागि एकदमै एक्साइटेड छु। घुम्न गएको गाउँमा डाङतिर आफ्नो मम्मीलाई भेट्न गएको थियो। त्यो बेलामा मलाई खान मन लाग्छ भनेर पुड्के च्याउ ल्याइदिएको छ। अब म यो बनाउँदाखेरि हजुरहरूलाई पनि सेयर गरौँ भनेर बनाउन लागिरहेको छ है। सुरुमा यो राम्रोसँग एकदम धुन त गाह्रै हुन्छ। यो एकदमै गाह्रो, साँझ दिनभरि लाग्यो होला यसलाई सफा गर्नलाई। यो सफा गरिसकेपछि यसमा चाहिँ नि भाँडामा तेल हाल्नु पर्दैन है। तेल हाल्नु पर्दैन, यसलाई सादा भुट्नुपर्छ, तेल नहालिकन, बिना तेलको। सादा, यसलाई तेल नहालिकन भुट्नुपर्छ। त्यसलाई एकछिन ढाकिदिने, फेरि चलाउँदै फेरि ढाक्दै नपाक्दासम्म यसलाई यसरी पकाउनु पर्ने हुन्छ। मैले यहाँ लिएको छु लसुन अदुवाको पेस्ट, टिमुरको धुलो। च्याउमा टिमुरको धुलो अति नै मिठो हुन्छ। छैला भनेपछि टिमुर राख्नै पर्ने हुन्छ प्राय। यो फेरि गोलबेरा काटेको, धोएर काटेर राखेको 1 कटौरी। यो फेरि तोरीको तेल, नुन स्वादअनुसार। एकछिन ढाकेपछि यो चाहिँ यसरी पानी निस्किन्छ। अब यो पानीलाई सुकाउनु पर्ने हुन्छ। टाइममा चलाउँदै, पानी नसुकुन्जेल यसरी चलाइराख्नु पर्छ। यसलाई फेरि पनि चलाइराख्ने। अब पानी सुकिसकेछ। यसको पानी सुकिसकेपछि एउटा भाँडामा निकाल्ने, एउटा भाँडामा बाटामा राख्ने, छैला बनाउनु सजिलो हुने गरेर। यसलाई अलिक चिसो हुने गरेर राख्नुपर्छ। यो चिसो गराउनु छ, बेसी चिसो न, हल्का चिसो गराउनुपर्छ यसलाई। 4 चम्मच जति तोरीको तेल हाल्ने। त्यसपछि यहाँ लसुन अदुवाको पेस्ट 2-2.5 चम्मच जति राखिदिने। टिमुरको धुलो, त्यसपछि यो गोलबेरा। यसलाई डर्न दिनु हुँदैन। 1 चम्मच बेसार, 1 चम्मच नुन, 1 चम्मच खुर्सानी। हामीले यो अघि सुक्खा गरेर भुटेको चाहिँ च्याउलाई यसमा राखिदिने। चलाएर सबै मसला भिज्ने गरेर मजाले
नुन बस्ने गरेर मजाले फुट्ने मसलाहरू सबै यो च्याउभित्र पसोस् एकैछिन फुट्ने। यो चाहिँ काटेको पनि छैन, यो सानो सानो भएको भएर काट्नु पनि नमिल्ने भएको भएर यसलाई हल्का म्यास गर्नुपर्छ। यसरी ल हेर्नुहोस् त, हेर्दा हेर्दै मम्मीद्वारा मुख नै रसाउने पुड्के च्याउको छोइला पनि रेडी भयो। हल्का चिसो भएपछि अब हामीले यसमा 2 चम्मच जति तोरीको तेल हाल्ने। तोरीको तेल हालेपछि एकचोटि फेरि चलाउने यसरी। चलाइसकेपछि हाम्रो यो च्याउको छोला पनि तयार भयो। हेर्दा नै खाउँ लाग्ने यो छोइला झन् खाँदा त मिठो नहुने कुरै भएन। हामीले त मिठो गरी खायो, अब पालो हजुरहरूको, अवश्य बनाएर खानुहोला। Thank you for watching, everyone. थ्याङ्क यू।